भक्तपुर दरबार स्क्वायर जान गइरहेको छु अहिले म यहाँलाई भक्तपुर दरबार स्क्वायरको यसभन्दा अगाडि चाहिँ दुधपाटी भन्ने ठाउँ छ। त्यो दुधपाटी पनि यो चाहिँ अब दुधपाटीको बगैँचा छ अथवा बरपिपलको यहाँभित्र दुधपाटी छ। यो चाहिँ आधारभूत विद्यालय जयकीर्ति महावीर आधारभूत विद्यालय छ। अब यो चाहिँ दुधपाटी हो, भक्तपुरको दुधपाटी। यहाँ चाहिँ हामी पानी बर्खा परेको पानी भरिएको हुन्छ यहाँ। पहिले चाहिँ यहाँ बोट पनि राखिएको थियो तर अहिले त्यस्तो केही छैन। अनि यो वरिपरि भनेको चाहिँ भक्तपुरको एकदमै प्राइम एरिया पर्छ, किनभने यहाँनिर विभिन्न प्रशासनिक कार्यालयहरू रहेका छन्। जस्तै भक्तपुर अस्पताल त्यही नजिकै छ, त्यसपछि भक्तपुर जिल्ला अस्पताल, अनि यहाँनिर एटर्नी अफिसेस पनि यहीँ रहेको छ। यहाँदेखि अलिकति पर चाहिँ गएपछि हामी भक्तपुर दरबार स्क्वायर पुग्छौँ। त्यसको पनि दृश्य यहाँहरूलाई म देखाउन गइरहेको छु। यो चाहिँ अब यहाँनिरबाट भक्तपुर दरबार स्क्वायरतर्फ चाहिँ म लागिरहेको छु। भक्तपुर निकै नै ऐतिहासिक स्थान हो, जिल्ला हो। यसको अर्को भौगोलिक पृष्ठभूमि भनेको चाहिँ नेपालको सबैभन्दा सानो जिल्ला, 119 वर्ग किलोमिटर मात्रै क्षेत्रफलमा रहेको, तर सांस्कृतिक विविधता अनि यहाँको आफ्नै मौलिकता चाहिँ अत्यन्तै धनी रहेको जिल्ला हो यो। त्यस्तै भक्तपुरको सबैभन्दा अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ जुजु धौ भनिन्छ। यो विशेष प्रकारले बनाइएको हुन्छ माटोको भाँडामा। यो चाहिँ धिमेको लागि लाँदै हुनुहुन्छ, के भन्छ त यसलाई? ए ओके। यो चाहिँ त्यो दुधपाटीदेखि भित्रबाटै हामी भक्तपुर दरबार स्क्वायर जाने बाटोमा छौँ। अब केही समयमा चाहिँ म त्यहाँ पुग्नेछु। दरबारको प्राङ्गण हामीले चाहिँ देखिरहेका छौँ। फाइनल्ली भक्तपुर दरबार स्क्वायरको यो परिसरमा म आइसकेको छु। यहाँले देख्न सक्नुहुन्छ यो चाहिँ भूकम्पपछिको पुनर्निर्माण पनि यहाँ जारी छ कतिपय ठाउँमा। यहाँ चाहिँ परिसर अगाडि चाहिँ एकदमै झन्डा, नेपाली पोसाक, नेपाली संस्कृतिलाई चाहिँ जगेर्ना गर्ने अथवा नेपाली संस्कृतिको प्रमोसनको लागि चाहिँ विभिन्न पहिरन र नेपाली झन्डा मजाले सजाएर बेच्न राखिएको छ। अब म भक्तपुर दरबार स्क्वायरको परिसरभित्र इन्ट्री गरिरहेको छु। यहाँनिर नेपालीलाई चाहिँ टिकट लाग्दैन, विदेशी पर्यटकलाई चाहिँ टिकट लाग्छ। यो चाहिँ नेपालको ऐतिहासिक दरबार हो, तर 2072 सालको भूकम्पले यसलाई क्षतिग्रस्त बनाएको थियो। सो त्यसको चाहिँ यो पुनर्निर्माण गरिएको छ। यहाँनिर हामी देख्न सक्छौँ विभिन्न विद्यार्थीहरूले यस ऐतिहासिक क्षेत्रको भ्रमण गरेको देख्न सक्छौँ। त्यसै गरी यहाँ मन्दिर अनि राष्ट्रिय कला सङ्ग्रहालय चाहिँ रहेको छ। यहाँ पनि पुनर्निर्माणको कार्य चलिरहेको छ, कतिपय पुनर्निर्माण भइसकेका छन्। वाउ, ल हेर्नुहोस्, तपाईँहरूले पनि हेर्नुहोस्।
वाउ ल यो चाहिँ एकदमै यहाँ विदेशी पर्यटकहरू पनि रमाइरहनु भएको छ। ओके हामीले चाहिँ भक्तपुर दरबार स्क्वायरको परिसर हेरिरहेका छौँ। अब चाहिँ हामी यो 5 तले मन्दिर टौमडी दरबार पनि भनिन्छ यहाँनिर प्रवेश गरिरहेका छौँ। ल यो चाहिँ 5 तले मन्दिर भक्तपुरको एकदमै ऐतिहासिक क्षेत्रमध्ये एउटा। यो चाहिँ 5 तले मन्दिरको वरिपरि अर्को पनि त्यहाँ मन्दिर छ अनि यहाँ पनि नेपाली विदेशी पर्यटकहरूको चाहिँ एकदमै ताती लागेको छ कि फोटो खिच्न भिडियो खिच्न र मेमोरी कायम गर्न।